म चाहिँ तपाईहरूलाई मेरो किचन गार्डन देखाउँदैछु है त साथी। यहाँ चाहिँ धनियाँ छ है साथीहरू, हेर्नुहोला। अनि यता चाहिँ काँक्रा, यहाँ चाहिँ यो चाहिँ बोडी हो, घिउसिडी। यो चाहिँ लामो खालको बोडी। यता चाहिँ छ, यो चाहिँ यहाँ लौका। यस्तो छ है साथीहरू मेरो सानो किचन गार्डन चाहिँ। यहाँ पनि लौका छ है, यो चाहिँ बेसार। अनि यता चाहिँ फुलहरू रोपेको छु, भर्खरै सर्दैछ। यहाँ चाहिँ यस्तो छ। अनि खोर्सानीहरू पनि छ, यहाँ चाहिँ पहिलाको खोर्सानीहरू, डल्ले खोर्सानीहरू है त साथीहरू। यस्तो छ मेरो किचन गार्डन। यहाँ काँक्रा दिँदैछ, यहाँ पनि रोपिरहेको छु काँक्राहरू, लौकाहरू। यस्तै छ मेरो किचन गार्डन चाहिँ। अनि यता चाहिँ फर्सीहरू छ साथीहरू, लोकल टमाटर, लट्टे। यस्तो छ है साथीहरू मेरो किचन गार्डन चाहिँ। हेर्नुहोला, यस्तै छ। यहाँ चाहिँ फुलहरू छ, भर्खरै रोपेको टमाटरको बिरुवाहरू छ अलिअलि। यस्तो छ। अनि यो चाहिँ टमाटरहरू छ साथीहरू, चाहिँ पानीबाट बचाउनुको लागि यसरी यहाँ रोपेको। यस्तो गरेर कस्तो हुने हो हेर्नुपर्छ। यस्तो छ, यहाँले कस्तो हुने हो, धेरै पानी भएर हो कि कुनै कुनै चाहिँ सुक्दैछ।